नमस्ते, म डिआर प्राजुल म्याग्नेट। आजभन्दा 4 वर्ष अगाडि मैले फेसबुकमा चाहिँ लाइभ गरेको रहेछु र त्यहाँ मैले आफ्ना केही कुराहरू राखेको रहेछु। आज 4 वर्ष पछाडि मेमोरिजको रूपमा जब आइसकेपछि त्यहाँ भनिएका कथनहरू, त्यहाँ भनिएका कुराहरू अत्यन्तै सान्दर्भिक लागेर मैले फेरि त्यो कन्टेन्टलाई चाहिँ मैले रिसुट गरिरहेको छु। मेरो यो भिडियोको सुरुवात एउटा प्रसङ्गबाट गर्न चाहन्छु। एउटा कुनै देशमा एकजना सन्त रहेछन् जो अत्यन्तै प्रतिभाशाली रहेछन्। उनको चर्चा एकदमै धेरै रहेछ। उनले जे भविष्यवाणी गर्थे, उनले जे कुरा भन्थे त्यो सत्यतामा परिणत हुँदो रहेछ। त्यसपछि त्यहाँका राजाले त्यो कुरा थाहा पाइसकेपछि एकचोटि राजा पनि जानु पर्यो, सन्तसँग भेट्न पर्यो भनेर भेट्न गएछन् र भेटिसकेपछि भनेछन्, महाराज, सन्तलाई महाराज भन्ने चलन हुन्छ, महाराज, मलाई तपाईले त्यस्तो विजडम दिनुस्, त्यस्तो ज्ञान दिनुस् जसले एकदमै कठिन भन्दा कठिन परिस्थितिबाट म माथि उठ्न सकूं। जति बेला मेरो जीवन सिद्धियो, रित्यो, भत्कियो भन्ने लाग्छ, त्यो बेलामा माथि उठ्नका लागि मलाई त्यस्तो विशेष ज्ञान दिनुस् भनेर भन्दै गर्दा उनले एउटा पेपर लिएछन् र पेपरमा केही कुरा कोरेछन् र त्यसलाई डल्लो पारेर बुटी जस्तो बनाएर दिएछन् र उनले भनेछन्, सन्तले, तपाईले यसलाई शरीरको कुनै पनि अङ्गमा राख्नुस्, यो भित्र के छ त्यो नहेर्नुस्। जति बेला तपाईको जीवन भत्कियो, सिद्धियो, बर्बाद भयो, अब म यहाँबाट माथि उठ्न सक्दिनँ भन्ने लाग्छ, त्यति बेला मात्र खोलेर यहाँ भनिएको कुरालाई आत्मसात गर्नुहोला। तपाईको जीवन स्वर्णिम बन्छ, तपाईको जीवन चाहिँ माथि उठ्छ भनेर भनेछन्। कुनै दिन राजा आफ्ना सैनिक सहित शिकारमा जंगल गएछन्। गइसकेपछि जब विद्रोही सेनाले उनीहरूको सेनालाई र उनलाई हमला गर्यो र सम्पूर्ण सेनालाई विद्रोही सेनाले नियन्त्रणमा लियो, हो सकिएन। अब राजा बस्ने कुनै पनि आधार छैन, उनको जीवन सकियो, भत्कियो, अब त्यहाँ तिनी मर्ने भए। त्यतिकैमा उनले सन्तको कुरा सम्झे। ओ, यो बेलामा त मैले त सन्तले दिएको त्यो अमर बुटी छ नि, त्यसलाई त हेर्नु पर्यो नि भनेर खोलेर हेर्दै गर्दा त्यहाँ के लेख्यो रहेछ भने, यो समय पनि बिति जान्छ, दिस टु विल पास अन, यो पनि जान्छ। त्यसपछि उनमा एउटा ऊर्जा आयो, यो समय, जुन समय मेरा लागि अनुकूल छैन, यो समय स्थायी होइन, यो समय पनि अस्थायी हो, म योसँग लड्नुपर्छ, भिड्नुपर्छ भनेर उनी भिडे र त्यहाँबाट उम्कनका लागि विभिन्न कोसिस गरे, जुन कोसिस सफल पनि भयो र उनी बाँच्न सफल भए। हो, हाम्रो जीवनमा पनि कति अनुकूल परिस्थिति आउँछ, कति प्रतिकूल परिस्थिति आउँछ, तर हामी के हुन्छ भने अनुकूल परिस्थितिमा हामी मातिन्छौँ, जब प्रतिकूल परिस्थिति आउँछ हामी आत्तिन्छौँ। त्यो हाम्रो मानवीय स्वभाव हो। तर भगवत गीतामा भनिएको छ, यदि जीवनमा सफल बन्नुपर्छ भने अर्जुन, तिमी स्थित प्रज्ञ बन्नुपर्छ। तिम्रो बुद्धि अनुकूल परिस्थिति मात्र होइन, प्रतिकूल परिस्थितिमा पनि स्थिर हुनुपर्छ। स्टेबल माइन्ड भन्छ नि, मेच्योर्ड माइन्ड। मेच्योर्ड भनेको एकदमै परिपक्व मस्तिष्क, परिपक्व मन भएको हुनुपर्छ भनेर भनिएको छ। तर हामी त्यो हुन सक्दैनौँ। त्यसका लागि निरन्तर अभ्यास र प्रयासको जरुरत पर्ला। र शास्त्रमा कतै लेखिएको छ, अनुकूलस्य संकल्प प्रतिकूलस्य वर्जनम। जब हाम्रो वरिपरि अनुकूल परिस्थिति आउँछ त्यसलाई हामीले स्वीकार गर्ने हो, प्रतिकूल परिस्थितिलाई हामीले वर्जनम छोडिदिने हो, त्यसलाई बहिष्कार गर्ने हो। तर हामी त परिस्थिति अनुकूललाई सामान्य ढङ्गले लिन्छौँ। हामी जब परिस्थिति प्रतिकूल आउँछ त्यस पछाडि हामीले के गर्छौँ भन्दाखेरि त्यहाँबाट त्यो परिस्थितिलाई च्याप्प समात्छौँ र आफू मानसिक रूपमा कमजोर बन्छौँ। 6 अगस्त 1945 मा जब अमेरिकाले
हिरोसिमामा बम खसाल्यो, 80,000 मानिसहरू मरे। त्यसको 3 दिन पछाडि 9 अगस्त 1945 मा फेरि नागासाकी भन्ने ठाउँमा बम खसालियो, त्यहाँ 40,000 भन्दा बढी मानिसहरू मरे। सारा जापान तहस नहस भयो, कहिल्यै नउठ्ने गरी लड्यो जापान, सबै लागिरहेको थियो। तर जापानले त आफ्नो विषम परिस्थितिबाट डगमगाएन। जुन देशले मलाई रित्यायो, जुन देशले मलाई खत्तम बनायो, अब त्यो देशसँग लड्नुपर्छ, भिड्नुपर्छ भन्ने हिसाबमा लाग्यो। जब उनीहरू छ नि हरेक काम गर्दाखेरि, साना साना काम गर्दा जापानिजले के भन्थे अरे भने, मैले एक दिन अमेरिकालाई जित्नु छ, मैले एक दिन अमेरिकालाई जित्नु छ। गाडीको रेन्ज यसरी फिट गर्दाखेरि पनि उनीहरूको एउटै ध्यान नहुन्थ्यो अरे कि कसरी म अमेरिकालाई जित्न सक्छु। हुन त यो प्रोसेसमा चाहिँ अमेरिकाको पनि ठुलो देन होला। केही दशकमा जापान विश्वको विकसित राष्ट्रको रूपमा स्थापित हुन सफल भयो। बाइबलमा पनि कतै लेखेको छ सेरेनिटी भन्ने, त्यसमा यति मिठो कुरा गरिएको छ। यो कुरालाई हामीले आत्मसात गर्नुपर्छ, यसलाई हाम्रो मूल मन्त्र मान्नुपर्छ। र यसमा लेखिएको छ, गॉड grant me the serenity to accept the things I cannot change, courage to change the things I can, and wisdom to know the difference. हे भगवान, जुन चीजलाई मैले परिवर्तन गर्न सक्दिन, त्यो चीजलाई स्वीकार गर्ने मलाई शान्त चित्त दिनुहोस्। जुन चीजलाई मैले परिवर्तन गर्न सक्छु नि, त्यो चीजलाई परिवर्तन गर्नका लागि साहस दिनुहोस्। कुन चीजलाई परिवर्तन गर्न सक्दिन, कुन चीजलाई परिवर्तन गर्न सक्छु, त्यो छुट्याउनका लागि मलाई बुद्धि दिनुहोस् भनेर भनिएको छ। तर अहिले तपाईले यदि हाम्रो सोसाइटीमा, हाम्रो समाजमा हेर्नुभयो भने दिनौं जसो मानिसहरू हराएको घटनाहरू सुन्न सकिन्छ। बलात्कारका कुराहरू, आत्महत्याका कुराहरू अहिले सामान्य बनिरहेका छन्। त्यो कारणले गर्दाखेरि कसरी सम्भव भयो त भन्दाखेरि हाम्रो सारा ध्यान आफूले परिवर्तन गर्न नसक्ने कुरामा भइरहेको छ कि। जस्तो अहिले मैले भिडियो निकाल्दै गर्दाखेरि विद्यार्थीहरूको एसई परीक्षा चलेको छ। अब बच्चाहरूले मेरो रिजल्ट कस्तो हुन्छ, मेरो रिजल्ट कस्तो हुन्छ भने सारा ध्यान यदि उनीहरूले नतिजामा लगाए भने त उनीहरूको परीक्षा राम्रो बन्दैन नि। तर होइन, मसँग एक दिन भए पनि छ, मैले म्याथमेटिक्स पढेको इक्जाम दिएर आएँ, भोलि मेरो फल्नु विषय छ भन्दै गर्दा एक दिनको समयलाई पनि म कसरी उपयोग गर्न सक्छु भनेर यदि सारा ध्यान अध्ययनमा लगाउने भने एक दिनले पनि त परिवर्तन गर्न सक्छ नि त। त्यही भएर भनिएको छ, कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन मा कर्मफल हेतुर्भुर्माते सङ्गत्सु कर्मणि। कर्ममा ध्यान देऊ, कर्म तिम्रो नियन्त्रणमा छ, तिम्रो जुन चीज नियन्त्रणमा छ त्यो चीजमा ध्यान देऊ। फल भन्ने कुरा त तिमीले कर्म गरिसकेपछि त्यसको फल त आउँछ नै, तिमीले चाहे पनि आउँछ, नचाहे पनि आउँछ भनेर भनिएको छ। तसर्थ म अनुरोध गर्न चाहन्छु, जुन अहिले सम्बन्ध विच्छेदका कुराहरू छन्, आत्महत्यादेखि लिएर यी झै झगडाका विषयहरू छन्, यसको सारा जड भनेको हामीले परिवर्तन गर्न नसक्ने कुरामा हाम्रो सारा ध्यान गएको छ। मैले मेरो श्रीमानलाई परिवर्तन गर्न सक्दिन, मैले मेरो श्रीमतीलाई परिवर्तन गर्न सक्दिन, मैले मेरो सासू ससुरालाई परिवर्तन गर्न सक्दिन, मैले मेरा छिमेकीलाई परिवर्तन गर्न सक्दिन, मैले मेरा छोरा छोरीलाई परिवर्तन गर्न सक्दिन। तर यदि म परिवर्तन हुन चाहे भने कसैले पनि रोक्न सक्दैन। यदि म परिवर्तन भए भने मेरा छोराहरू, मेरा श्रीमती, मेरा सासू ससुरा र मेरा सारा आफन्तहरू परिवर्तन हुन बाध्य हुन्छन्। यति कुरा हामीले बुझ्यौं भने साँच्चै नै हाम्रो जीवन सुन्दर हुन्छ र सुन्दर जीवन बनाउनका लागि हामी अहोरात्र खट्नुपर्छ र त्यतातिर हाम्रो ध्यान जानुपर्छ भन्दै आजलाई यति नै। हवस् त, धन्यवाद, नमस्कार, थ्याङ्क यू सो मच।